के सो ए गाइज आज हामी जाँदैछौँ कहाँ जाँदैछौँ साथी यो साथीले भनिदिन्छ वृन्दावनदेखि नेपाल जाँदैछौँ झोला एउटा झोला पुग्न सकेको छैन बिचराले म चाहिँ यता छ मेरो झोला म यहाँ छु यता डिस अर्को फेरि आउँदैछ झोला मान्छे भन्दा झोला धेर बोकेर त्यो चाहिँ कहाँ हिँडेको अरे म पहिला त पहिला हिँडेको हिँड्नुहोस् न हामीसँग नेपाल हिँडेको हामी आज एउटा घर जानेको खुसी नै छुट्टै छ उसको चाहिँ हाम्रो टमटम पनि यहाँ आइपुगेको छ यो मान्छे पनि जान आँट्यो यो हरिद्वार जान आँटेको अरे 10 रुपियाँ खुला छैन मसँग 500 को नोट मात्रै छ ल भतिस यस्तै हो बोल्दै गरौँला भिडियो हेर्नु ह्याप्पी बर्थडे थ्याङ्क यू फेरि भन्दै एकचोटि थ्याङ्क यू ल टमटम एउटा बसेको अर्को बस्न आँटो अहिले चाहिँ हामी आइपुग्यौँ राधारानी ढाबामा बस आउँछ यहीँ कति बेला आउने हो यता छ निरज छ यता म छु अब बसको पर्खेमा अब बस आउने कति बेला थाहा छैन गाडी यही नै हो गाडी चाहिँ आयो अब त्यो गाडीमा सामानहरू राखेर हामी अहिले बाहिर नै छौँ अब गाडी हिँड्छ एकछिन मात्रै हिँड्छ होला यस्तै छ हामी यहाँ के अरे सिटीमा कहाँ गएर जोगमनीबाट आउँदैछौँ बाबा टिल्लो माले तिमी केही भनिदेऊ केही भन्दिनँ नेपाल पुग्ने आँटेको गलेर बिजोग चाहिँ बोल्ने अवस्थै छैन यहाँ चाहिँ ट्रेन आउनलाई पुरा जाम लागिरहेको छ अब कति बेला खुल्ने थाहा छैन कति बेला पाउँछ केही थाहा छैन हिजो बेलुका उहाँबाट हिँड्ने बेलामा भात खाँदै त्यति बेला खाएको पनि छ हामी चाहिँ अब कुकुरहरू पानीको भरमा यति बेला यहाँसम्म आइपुग्यो नेपाल पुगेर चाहिँ खाना खाइन्छ कि भनेको पुगिनै आँटेन यार